हस् होला। हुन्छ तिर्खा पनि लागिरहेछ। पानीको पनि कस्तो गाह्रो भयो, पानी खान पनि धेरै गाह्रो पर्यो। पानी खानलाई धेरै टाढो छ, पानी खानलाई पनि गाह्रो भयो। होइन यत्रो टिकट पारिसक्यो, घरको मान्छे निक्लिँदैन त बा, नल्याएको थाहा छैन कि बाइक यत्रो देखाऊ गाउँको मान्छेलाई भनौँ निक्लिँदैन, घर त ढिलो भइसक्यो। थेत्तेरी गाह्रो छ हौ मलाई। भाइ एकचोटि बजाउँछु म, होइन आएनन् भनी थर्काउनु पर्छ है त। आउँदैन नि त। ए बुढा यहाँ बाहिर आइज। होइन को हौ? बाबु यत्रो बाइक पो लिएर आउनु भयो रहेछ। अनि अघिबाट त्यत्रो हर्न बजाएको सुन्नु भएन? होइन बाबु, म कानै सुन्दिनँ, बुढाबुढी मान्छे। अब जे जस्तो भए पनि बडाबा मेरो अलिकति बाइक बिग्रियो होइन, यहाँ उकालोले गर्दाखेरि हल्का। म बाइक यहीँ छोडेर जान्छु यहाँ तल घरमा, तपाईँले हेरचाह गरिदिनु है त। राखिदिन्छु राम्रो गरी। दायाँ बायाँ त हुँदैन नि है? हुँदैन। ल ल ल भाइ राखिदिउँ है। ल हस् होला। यो गाउँघरमा सङ्क्रान्ति आउँदा पनि केही उपलब्ध भएन। म बुढो मान्छेलाई कसैले बोलाउँदैन पनि, खाऊ पनि भन्दैनन्। यो जेठाको घरमा यसो बस खाऊ काका पनि भन्दैन, तै पनि यसो छिरी हेर्नु पर्यो। होइन के गर्दैछ सो त? होइन म यो बाइक भाग्छ कि भनेर यो छोरा लिएर आएर त भाग्छ कि भनेर म यहाँ बाँध्न सुरु गर्दैछु। अलि छोटो भयो, डोरी गाँच्नु पो पर्यो। जेठाले के गर्छु, बाइक पनि कहीँ भाग्छ। होइन यो डोरी पनि भेटिँदो पो रहेछ। कस्तो छ, म यो बाइक भाग्छ कि भनेर यो बाँध्न खोजेको डोरी नै छोटो भयो। ए जेठा तेरो दिमाग खुस्किया छ क्या हो, बाइक पनि कहीँ भाग्छ? होइन के भन्छ है काका? होइन छोराले भाग्छ बाइक भनेर भनेको छ र पो बाँधेको त हौ। ल केटा तेरो पनि दिमाग खुस्किएछ, अब धेरै बाँच्दैन कि क्या हो? के भन्छ है काका? होइन काका पनि के भन्छन् हौ, नहुने कुरा पो भन्छन् है काकाले त। भएपछि मैले राम्रो सुरक्षा गरेँ मैले बाइकलाई। अब छोराले मलाई मानिदिन्छ। साह्रै गाह्रो छ पानी बोकेर आउनुलाई उकालोमा। काका टाढै पुगेर आउनुभयो। तेरै घरतिर पुगेर आएको थिएँ, छोराले बस काका पनि भनेन, खाऊ पनि भनेन। म घरमा थिइनँ काका, भयो त दिन्थेँ नि काका। त पनि उस्तै त हो नि, खानदिन भने चाहिँ मरिजान्छ। आफ्नो काका बाबु आउँदा पनि लागे म अब सङ्क्रान्ति आज जस्तो नि भएन। छोरा बुहारीले पत्याउनु पनि कान्छो आएको छ भन्थ्यो, त्यसै घरतिर जानु पर्यो, के कसै ल्याएको छ कि। हस् होला। ल भाइ अब हाम्रो घर पनि आइपुग्यो। अब के छ यसो बहिनी पनि कता गएकी छ, यसो बोलाउन है।
ए बहिनी बहिनी ए बहिनी के हो चिन्यो त मलाई चिनेन नि होइन बहिनी ल अब त्यो खानेकुराहरू के छ भित्रबाट ल्याऊ अब आइयो के गर्नु माघे सङ्क्रान्तिमा घर सम्झियो ल के छ खानेकुरा ल्याऊ है त होइन के रहेछ यस्तो भाइ कहिले असम्म खाएको छ यो मैले त कहिले खाएको छैन मैले पनि यो त कहिले खाएको ल छैन ए बहिनी आइ त आइ यो के हौ यस्तो यो त कहिले खाएन त हौ हामीले त अनि यो त भयो नि त हौ यो त माघे सङ्क्रान्तिमा खाने तरुल हो त दाइ होइन अनि यस्तो हुन्छ र तरुलहरू खाने हो सङ्क्रान्तिमा त त्यो के हुन्छ नि त्यस्तो पुरै त्यो बजारमा पाइने पिदा सिधा त्यो पुरै के हुन्छ त त्यो खानेकुराहरू मिठो मसिनो गुलियो सुलियो त्यो डल्ला सल्ला हुन्छ त त्यो त यस्तो त खाँदैन त हौ होइन बहिनी यो त लास्टै भयो यस्तो त मैले अरूसँग खाएको पनि छैन यो है धत यो भएन हौ दाइ आएको हो दाइ आएको यहाँ खाइरहेछ खै यहाँ दाइ आउनु भएको रहेछ बनतरुल दिएको खान सक्दिनँ भन्नुहुन्छ ल तेरो दाइले नखाने त म खाइहाल्छु नि ल बाबु एउटा खाऊ तिमीहरूलाई मन पर्दैन क्या एउटा चाख होइन हजुरबा म यो एउटा खाना तपाईँले खानु तेरीमा जाठाहरू पहिला चलिआएको रीतिरिवाज मासेर तिमीहरू अहिले कहाँ देशको नौलो नयाँ रीतिथिति ल्याउँछौ पहिला यही खाएर हुर्किआएनौ खाने काम नगर आफ्नो रीतिथितिमा बस्नुपर्छ आफ्नो नेपालको संस्कृतिमा बस्नुपर्छ आफ्नो नेपालकै खाना खानुपर्छ देशको नयाँ नौलो रीतिथिति भित्राउने काम गरेर हाम्रो देशमा माफ गर्नु हजुरबा हामीबाट भुल भयो होइन अब यो खान्छु म पनि होइन हस् होला